चाहिँ आज बाख्रा हेर्न आएको थियौँ। आज होइन सधैँ हुन्छ बाख्रा। दुईजनाको बाख्रा बिहान 11-12 बजीतिर फुकाएको थियौँ। अहिले चाहिँ 5-5:30 भइसक्यो। बल्ल घर लान लाग्यो। बाहिर नआउँदा खाजा ल्याउन भुलेछ साथी। यस्तो भोक लाग्छ मलाई। हेलो साथीहरू, आज चाहिँ म मेरो तरकारी बारीमा झार उखाल्न आएको थिएँ। अस्ति नैको पानीले यस्तो धेरै झार भइभ्याएछ के करेसा बारीमा। यो चाहिँ करेलाको झ्याङ हेर्नुहोस्। मैले हालेको झेक्रामा करेला फलेछ। अनि हाम्रो सुन्तला नि हेर्नुहोस् है, कति ठुल्ठुलो भएको छ कि। ओहो, यहाँ त फेरि अम्लोको काँडै पो रहेछ। कसरी जाने भन्ने कुरो आयो। बाबा चाहिँ हाम्रो सुन्तला कत्रो भयो। हजुरहरूलाई देखाइदिन्छु। हेर्नुहोस्, यति ठुल्ठुलो भइसकेको छ कि अहिले चाहिँ सुन्तला चाहिँ पातलो छ, तर पनि दाना चाहिँ यति ठुल्ठुलो भइसकेको छ। हेर्नुहोस्, एउटा कुरो चाहिँ के देखाउन आएको भने हजुरहरूलाई खासमा म सुन्तलाको दाना यत्रो भइसक्यो है। एउटा अचम्मको कुरो कि यहाँ चाहिँ बल्ल फुल्दैछ यो सुन्तला खास फल बस्ने खाले हो कि नबस्ने खाले हो कि। हेर्नुहोस् न, अचम्मै के। अरू रुखमा दाना यति ठुल्ठुलो भइसकेको छ है, यति ठुल्ठुलो भइसक्यो कि दानाहरू यस्तै दाना बसेको छ। हेर्नुहोस् सुन्तला। अनि यस्तो छ, यसमा चाहिँ बल्ल फुल्दैछ। ल अचम्मै लाग्यो कि मलाई। यसमा दाना बस्छ बस्दैन साथीहरू, भोलिपर्सि बसिहाल्यो भने म तपाईँहरूलाई देखाइदिन्छु है। यसको दाना हेर्नुहोस् त, फुल्दैछ बल्ल।